आज चाहिँ तपाईलाई हेटौडा वडा नम्बर 8 हेटौडा वडा नम्बर 8 को चन्द्रोदय स्कुल पुग्नु ठ्याक्कै अगाडि तपाईले देख्न सक्नुहुनेछ 34 धुर जग्गा लिएर आइसकेको छु। कति होला यसको मोडा हजुर? ट्याक्कै 12.5 मिटर 12.5 मिटर मोडा भएको यो प्रपर्टी आइसकेको छ। कता फर्किएको होला हजुर? ठ्याक्कै साउथ फर्किएको, साउथ माने दक्षिण फर्किएको यो प्रपर्टी आइसकेको छ। कति होला यो त्रो बाटोको साइज? यो बाटो तपाईको 8 मिटर सडक र तपाईले पछाडी उतापटि मजाले नालीलाई सेटब्याक दिएको देख्न सक्नुहुनेछ है। अब यो एरिया कहाँनिर होला? ठ्याक्कै तपाईको हेटौडा वडा नम्बर 8 बजारको लाइनमै तपाईको वडा नम्बर 7 जानु अगाडि नै चन्द्रोदय स्कुल अगाडि नै ट्याक्कै वडा कार्यालय पारिपटि तपाईले देख्न सक्नुहुनेछ। वडा नम्बर 8 बजारमै भनिसकेपछि तपाईले मजाको यो 12.5 मिटर मोडाको प्रपर्टीमा नि हजुर मजाले 4 वटा 5 वटा सटर राखेर पनि पछाडी आफ्नो लागि मजाको बंगलो बनाए तापनि ए हैन हजुर म कमर्सियल कम्प्लेक्सै बनाउँछु भन्दा नि मजाले मिल्ने खालको प्रपर्टी आइसकेको छ। यो जग्गा कसको लागि हो त हजुर? यो जग्गा यही बजारमै हजुरले नजिकै कही व्यवसाय गरिराख्नु भएको छ अथवा कुनै सरकारी जागिर हुनुहुन्छ अथवा यही एरियामा चाहिँ शान्त वातावरणमा बसेर रुचाएर केही गर्न चाहनुहुन्छ। हैन हजुर घरमै बसेर केही व्यवसाय गर्छु भन्दा पनि मजाले 8 नम्बर वडाको बजारकै लाइनमा यो प्रपर्टी आइसकेको छ। सक्दो भन्दा सक्दो छिटो हामीलाई सम्पर्क गर्नु होला। यसको प्राइसको कुरा गरे मैले हजुर, यसको त यो एरियाको रेटको कुरा गर्छु ल। 6 लाख देखि 6.5 लाख चलिरहेको यो एरियामा लिएर